धेरैजना श्रीमानहरूलाई उनीहरूको श्रीमतीले पब्लिकमा इज्जत गरे जस्तो गर्ला नगर्ला फरक कुरा हो, तर एक्लैमा उसले ततर मम भनेर बोल्छ। यस्तो हुन सक्छ गर्लफ्रेन्ड बोयफ्रेन्डको रिलेसनसिपमा अथवा बुढाबुढीको रिलेसनसिपमा। उसलाई समाजमा इज्जतदारै ऊ व्यक्ति हो, ऊ रेपुटेड एउटा मान्छे हो, तर पनि घरमा छिर्ने बित्तिकै उसको श्रीमतीले उसलाई रिस अलिकति उठ्यो भन्ने बित्तिकै मुख छाडिदिन्छ। त्यो केटा मान्छे झन् बरु केटी मान्छेले भन्नको लागि माइती नेपाल छ होला, उसको साथीको सर्कल छ होला, विभिन्न कुरा उसँग अभाइलेबल छ नि इन अ सेन्स हाम्रो समाजमा। तर यदि केटा हो तपाईँ अनि तपाईँले नाइ भन्न कहिले सिक्नुहुन्न, आफ्नो बााउन्ड्रिज तपाईँले कहिले पनि सेट गर्न यदि सक्नुहुन्न भने, अनि तपाईँको श्रीमतीले तपाईँलाई एक दिन साला भडुवा भन्ने भने अब तपाईँले के गर्ने र त्यहाँ कस्तो खाले कसरी फस्छ नि केटा मान्छेहरू यो कुरामा। अब साथी लगाएर भन्ने हेर्न यार मेरो बुढीले मलाई भडुवा भनी, मेरो बुढीले मलाई कुकुर भनी, यस्तो भनी मुखै छाडी, त्यो भन्ने कुरो पनि भएन। अब केटा मान्छे भएको भए एक थप्पडमा तपाईँले ठिक बनाइदिनु हुन्थ्यो होला, अब केटी मान्छेलाई केही गर्ने पनि कुरो भएन। अब तपाईँसँग जाने अप्सन नै केही छैन नि, छ त। श्रीमतीले त्यसरी अब्युज गरिरह्यो, उसलाई तपाईँले अनुशासन राख्नलाई भन्ने न हो, सम्झाउने न हो, गाली नगर्ने हो। त्यति गर्दा पनि ऊ यदि नियन्त्रणमा छैन, उसले तपाईँसँग त्यही बिहेभियर रिपिटेडली गरे गर्छ भने अब त तपाईँ त लाइफ टाइमको लागि त्यहाँ फसिसक्नु भयो नि। कसैलाई भन्ने कुरो पनि होइन, तपाईँको माइती नेपाल ससुराली नेपाल त छैन तपाईँको।